फेसबुक खोल्यो फेसबुकतिर, टिकटक खोल्यो टिकटकतिर, जताततै सोसियल मिडियामा अहिले एकदमै सेन्सिटिभ फोटो भिडियोहरू पोस्ट भइरहेछन्। यस्तो संवेदनशील र क्रिटिकल टाइममा प्लिज लाइक, भ्युज र रिच बढाउनेको उद्देश्यले यस्ता सेन्सिटिभ फोटो भिडियोहरू प्लिज पोस्ट नगरिदिनुहोस्। यस्तो फोटो भिडियोहरूले पीडित परिवारलाई, पीडित गाउँठाउँलाई एकदमै पीडा दिनुको साथसाथै आम मान्छेहरूमा डर, त्रास र मानसिक तनाव पनि बढाएको छ। एकदमै मेन्टल टर्चर भइरहेछ त्यस्तो फोटो भिडियो देख्दा, टाढाबाट देख्दा पनि। सो यस्तो विषयमा प्लिज सकिन्छ भने संवेदनशील बनौँ, लाइक, कमेन्ट, भ्युजको पछाडि नकुदौँ। साँच्चीकै केही गर्न चाहनुहुन्छ भने उद्धार तथा राहतीय कार्यक्रमहरूमा सहयोग गरौँ। खानापानी र आवश्यक सामग्रीहरू जुटाउनमा सहयोग गरौँ। चाहिएको ठाउँमा मेडिसिन, लत्ता कपडा, पीडित परिवारलाई आवश्यक पर्ने सहयोग गरौँ। आफ्नो आफ्नो ठाउँबाट सकिने जति सहयोग गरौँ। अहिले देशलाई हाम्रो मोबाइलको क्यामेराभन्दा हाम्रो सहयोगको एकदमै खाँचो छ। सम्भव भएसम्म राहत सामग्री जुटाउनमा सहयोग गर्नुहोस्। होइन भने प्लिज यस्तो सेन्सिटिभ भिडियो, फोटोहरू चाहिँ पोस्ट नगरौँ।